आएँ। अहिले चाहिँ म एज अ नर्स काम गर्न थालेको छु होइन। अनि गाडी किन्न गएको थिएँ अस्ति, किन्ने भनेर हेर्न गएको थिएँ अस्ति शनिबार मेबी इन द डे टाइम। अनि गाडी हेरेको, अनि मेरो चाहिँ सपना थियो कि मेरो मम्मीलाई चाहिँ गाडीमा बस्दाखेरि धेरै भमिट हुने। पब्लिक बसहरूमा मेरो माइतीबाट यता घर कहिले कहिले धादिङ आउनुहुन्थ्यो, अनि त्यो गर्दाखेरि अनि भमिट हुन्थ्यो नि, अगाडि बस्यो भने हुँदैन हेन तेन भन्थ्यो कि। अनि मेरो चाहिँ एउटा सपना थियो गाडी किन्यो भने अगाडि राखेर लिएर हिँड्ने हुन्छ नि, त्यस्तो थियो। अनि अस्ति गाडी हेर्न गएको, अनि मेरो मम्मी चाहिँ 2021मा बित्नु भएको। अनि अस्ति गाडी किन्न जाँदाखेरि याद त अब सधैँ आउँछ नै, आमा हो होइन। अस्ति गाडी किन्न जाँदाखेरि त कस्तो त्यो गाडी किन्न गयो, अनि त्यो मान्छेले गाडी देखायो नि त, सेलर त्यो डिलरको मान्छेले। अनि कस्तो फिल भएको कि आई वाज आमा यहाँ भएको भएदेखि यस्तो यस्तो भनेर कस्तो याद आएको। अनि त्यो दिन मैले अनि इमोसनल भएर त्यो दिमाग खालि त्यो मम्मीको साइडमा मात्रै गएको भएर मैले गाडी नै राम्रोसँग हेरिनँ। मेरो घरको मान्छेहरूले चाहिँ यताउति हेरिरहेको थियो, मैले चाहिँ हेरिनँ। मेरो दिमागमा चाहिँ खालि आइवाज मेरो मामा यहाँ भएको भए हुन्थ्यो यस्तो उस्तो भनेर देखिँदै याद आइरहेको थियो क्या। अनि घर आएँ अनि मम्मीको पिक्चर देखेँ, अनि कस्तो फिल भएको क्या मलाई त त्यो दिन त। मम्मी बितेको छैन, यस्तो कसो यस्तो कुरा गर्न सक्छु जस्तो त्यो फिल भइरहेको क्या। अनि फोटो हेरेर एकछिन यताउति गरेँ, अनि यतिकै भयो। अनि फेरि अब गाडी किन्नै पर्ने बेला भएको छ। अनि फेरि हिजो हेर्न गएको थिएँ, अनि हिजो चाहिँ आफूलाई नै कन्ट्रोल गरेर अब जस्तो भए पनि चाहियो होइन। आमा नभए नि आमालाई लिएर हिँड्न नसके पनि त आफूलाई दैनिकी जीविकोपार्जन त गर्नु पर्यो। अनि हिजो हेरेर आएँ, बट आई मिस माई मम सो ब्याडली।